ल है साथीहरू, आज शनिबारको दिन मैले जस्तै हजुरहरूले पनि चाउमिन बनाएर खानुहोस्। सबैभन्दा पहिला मैले चाहिँ गाजर चाहिँ मैले मम्मीलाई काट्न लगाएँ। मम्मी चाहिँ काट्नमा पर्फेक्ट हुनुहुन्छ कि, अनि यता चाहिँ मैले चाहिँ चाउमिनलाई चाहिँ बोइल गर्नलाई तातो पानीमा राखेँ। यता चाहिँ मम्मीले फेरि बन्द काट्दै हुनुहुन्छ यस्तै मजाले। अनि फेरि यता चाहिँ मम्मीले फेरि टमाटर काट्दै हुनुहुन्छ। अनि यता चाहिँ चाउमिन यत्तिको भयो, बुक उम्लिसक्यो। यत्तिको चाउमिन भएपछि चाहिँ मैले चाउमिनलाई निकालेर फेरि मजाले धोएँ। मम्मीले फेरि राम्रोसँग पखालिदिनु भयो। अनि त्यसपछि हेर्नु न कस्तो राम्रो भएको छ नि, हेर्दै है, खाम खालको भएछ नि। यस्तो मजाले यसको चाहिँ पानी निमालेको पानी फालेर मजाले गरेपछि कराही मैले बसालेँ है। कराहीमा तेल हालेँ, अनि त्यसपछि चाहिँ प्याज लसुन हालेँ। मैले लसुन हालेँ भने एकदम टेस्टी हुन्छ कि, अनि प्याज हालेँ। त्यसपछि चाहिँ मैले टमाटर पनि हालेँ। त्यसमा चाहिँ मसला मैले पहिल्यै इन्क्लुड गरेको छु कि, त्यहीमा आउने मसला यसरी मिक्स गरेर बनाउँदाखेरि चाहिँ साह्रै मिठो हुन्छ है। अनि मैले चाहिँ एकछिन यसलाई चाहिँ होस् भनेर ढाक्न छोडिदिएँ। फेरि मैले मसला एड गरेँ, अनि फेरि अघि मम्मीले काटेर राख्नु भएको गाजर र बन्दालाई एड गरेँ। यसरी माथिबाट राखिदिएँ। अब यसलाई चाहिँ राखेपछि चाहिँ है, फेरि बन्द पनि राख्छु। अनि यसरी राखेर पछि मजाले चलायो भने चाहिँ एकदम मिठो हुन्छ कि। फ्राई गर्नुपर्छ यसलाई चाहिँ। मैले स्वादअनुसार बेसार हालेँ है। अनि त्यसपछि मजाले चलाएँ। हेर्नु त कस्तो राम्रो देखिएको छ, हेर्दै खाउँ जस्तो। मैले अनि फेरि त्यसमाथि चाहिँ चाउमिनलाई पनि एड गरेँ। अब यसलाई सँगसँगै मजाले फ्राई गर्नुपर्छ, चलाउँदै गर्नुपर्छ। तल टाँसिन दिनु हुँदैन, टाँस्यो भने फेरि नमिठो हुन्छ नि त, डर छ नि। मजाले यसलाई चाहिँ तल टाँसिन नदिकन चलाउने। हेर्नुहोस् त मैले कसरी चलाएको छु। एउटा हातले खिच्दै एउटा हातले चलाउँदै गर्दाखेरि चाहिँ अर्कै भएको छ। मजाले चाहिँ यसलाई चलाउनुपर्छ। हेर्नुहोस् यत्तिको भएपछि चाहिँ हाम्रो चाउमिन चाहिँ रेडी भइसक्यो, लगभग भइसक्यो रेडी। अब चाहिँ म हजुरहरूलाई प्लेटमा राखेर देखाउँछु। हेर्नु त कस्तो भयो। मैले चाहिँ यति चाउमिन चाहिँ रेडी भयो। अब यसमाथि मैले केचप पनि राख्छु। अनि त्यसपछि खानालाई रेडी भयो। ल है साथीहरू, हजुरहरूले पनि खानु।